नक्सालको यो हिल्टन होटलमा हामीले हेर्दा हेर्दै आगो लगाइएको छ। सिएनजी-जेड प्रोटेस्ट अन्तर्गत उहाँहरूले यो आगो लगाउनु भएको हो। तपाईले देख्न सक्नुहुन्छ अहिले यो हिल्टन होटल पूर्ण रूपमा ध्वस्त हुँदैछ। यतिन्जेलसम्म पनि यहाँ कसैले बचाउने भन्ने कुनै पनि उपाय अपनाएको देखिँदैन। प्रदर्शनकारीहरू नै भित्र रहेको भनेर उहाँका साथीहरूले भनिरहेका छन्। तपाईले देख्न सक्नुहुन्छ यो हिल्टन होटलमा आगो लागिसकेको छ। अब अन्य तोडफोडको त यहाँ कुनै हिसाब नै छैन। अहिले भित्र 4 जना प्रदर्शनकारी अड्किएको भन्ने कुरा छ, तर उहाँहरूलाई उद्धार गर्ने भन्ने